1 2 3 1 2 3 कता हिडेको बिजुली बालेर हट बहेर पट भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे। नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। धेरै महिनापछि म फेरि भ्लगमा आएँ। थोरै समस्या भएर म आउन पाइनँ। आज चाहिँ हामी मिनी भ्लग बनाउँदैछौँ। आज हामी चाहिँ घुम्न जाँदैछौँ फ्यामिलीसँग। टक्क भाउजूहरू हुनुभयो। भाउजू यहाँ भाउजू पनि अनि त हुन्छ हाम्रो न्याउरी भाउजू। भाउजू साथ हुन्छ नानी नानी। अहिले चाहिँ हामी सबैजना छौँ यहाँ। अहिले चाहिँ हामी घुम्न जाँदैछौँ। आज चाहिँ हाम्रो चटपट बनाएर खाने प्लान भएको छ। अनि टक्क दाईहरूले सामान किन जानुभयो। अब एकछिन पछि आउनुहुन्छ दाईहरू पनि। यहाँ ड्रेसअपहरू हानेर पनि भइसकेको छ। रेडी भएर ट्याक्क आउनुभयो। आज चाहिँ हामी छुट्टी भएको भएर चाहिँ आज घुम्न जाँदैछौँ। आज हाम्रो चटपट बनाएर खाने कुरा पनि भयो। अनि त्यहाँ आज हामी चाहिँ चटपटी खाने हो। त्यो सामानहरू लिएर आइसक्यौँ है। अब एकछिन पछि निक्लिन्छ अब यहाँबाट। नानी हाई भन्दियो, हेलो भन्दियो, हाई चुप्पा गरिदियो गरिदियो। दर्शन बिग नमस्कार। मेरो अगाडि हुनुहुन्छ मेरो दाजुभाइ दिदी बहिनी अरू नजिकको छिमेकी मेरो साथी बलि। टाउको त देख्ने नि भ्लग बनाउने त्यसरी। उहाँहरूको आउटफिट चाहिँ हेर्नु है। एउटाले धुर्मुसे गट्टु लाउनु भएको छ, अर्कोले झोला ग्याङ म्याचिस बने। झोला ग्याङ म्याचिस पावर उसके गरिमा इन्टरटेनमेन्ट गरिमा खुट्टा कि खुट्टा हुँदैन। अहिले चाहिँ हामी सबैजना आइपुग्यौँ यहाँ। सामानहरू पनि सबैजना आइसक्यो। अब हामी ट्याक्सी कुदाउँछौँ है। सबैजना भयो योबाट गरौँ। अन्त दाइ पनि हुनुभयो पछाडि। सबै छुट्टी फाइनली अहिले हामी चाहिँ ट्याक्सीमा बसिसक्यौँ है। नटै भए पनि यस्तो भिड छ। कतिजना एउटा ट्याक्सीमा ड्राइभरसँग 7 जना छौँ हामी। यहाँ छ चान्दुङ म दिदी हुनुहुन्छ, भाउजू हुनुहुन्छ, दाइ बस्नुमा। नानी ट्याक्सीमा हामी नटै बसेछौँ। पछाडि भिडियो बनाए ल क्या तिमीले बजाउनु कुरो ल्याइन है। बजाउनु कुरो पर्दैन, म बजाउनु छ जाऊ न पर्दैन। बजाउनु कुरो किन नल्या? मेरो मोबाइलमा आइहाल्छ। अहिले कस्तो रमाइलो हुन्छ है। टिकटक सुट भइरह। उता नानी यता कोचाको झर बसेछौँ हामी गाडीमा अहिले है। देख्न सक्नुहुन्छ। अहिले पनि त बरु चस्मा लगाऊँ न त। खोइ हामी पनि त्यो कालो पुरै नजर हेर्नु पर्यो नि घाममा। यसरी हैन काली सबैजना प्याक भएछ। मैले हामी गाडीमा है ट्याक्सीमा कति 7 जना बसेछौँ हामी। अहिले चाहिँ हामी यहाँ बसिरहेको यहाँ पुरा पहिले टिकटक भिडियो। नानी नानी ट्याक्सीबाट झऱ्यौँ है। गाडीबाट झरिसक्यो। अहिले चाहिँ हामी आइसक्यौँ है। होइन भाउजूहरू एकदम भयो, दिदीहरू भाउजूहरू नानीहरू दाइहरू। अहिले चाहिँ हामी आइसक्यौँ है। देख्न सक्नुहुन्छ लामिर बिचमा आइसक्यौँ हामी सबैजना। चटपटे सामान हाम्रो चटपटेको एकदेखिमा सामान थियो किनकि हाम्रो गाडीमा छुट्यो। म दौडिँदै आएको थिएँ भेटाइन। सामान किन ल्याएको थिएँ हामीले दौडिँदै आएको मैले भेटाइन। ट्याक्सीले गयो छुटेर। म थाकेँ। सामान छुट्यो हाम्रो। चटपटे खाने प्लान थियो, सब चकनाचुर भयो। दौडिँदै आएको ट्याक्सी भाइ कहाँ भाइ बल्ल याद आएको। अहिले भिडियो टिकटक भिडियो सुट भइरह। एकजना चाहिँ त्यो सामान छुट्टी थियो कि हाम्रो अघि त्यो चटपटे खाने भनेर प्लान थियो। त्यो सामान छुट्टी भएर चटपटे कस्तो भयो नि आजको चटपट? चटपटे कस्तो भयो? ए लसुन र प्याज र
प्याज टमाटर लाउने यता आउने यता ल है सामान छुटेर चाहिँ डह्रो टेन्सन भयो अहिले चाहिँ हाम्रो सामान छुट्यो ट्याक्सीमा है ट्याक्सीमा सामान छुट्यो गएको भेटौँ त भेटाएन 90 किसिमको भएको चाहिँ गाडी म पनि जाने रेड लाइट पनि खोल्ने भयो अब हामी चटपट खाने क्यान्सल भयो नि चटपट के अरे लसुन अदुवा छ गाडी छुट्यो यो चाहिँ हाम्रो लामिर बीच हो है यो चाहिँ हाम्रो लामिर बीच नानीलाई त हेलो भन अहिले चाहिँ हामी स्विमिङ गर्न गएको अब हामी पौडी खेल्छौँ एकछिनमा अब त्यहाँ गएर हामी नुहाउँछौँ है सामान ल्याएको चटपट खाने भनेर छुट्यो गाडीमै के गर्ने अब छैन के नानी र म दाइरे पछाडि हुनुभएको सोइरहेछ नि यहाँ त है बेलुकामा पढि अब हामी पौडी स्विमिङ गर्छौँ एकछिनमा नानी हेलो भनिदेऊ हेलो भन यता हेलो न हेलो भन ल है आऊ नानी अहिले चाहिँ नानी स्विमिङ गर्ने अरे ब्रिजमा हाम्रो यो समुद्रमा नानी चाहिँ समुद्रमा स्विमिङ गर्ने रे आऊ 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 नानु आऊ नानु बाई म गएँ बाई आऊ आऊ हाम्रो नानी चाहिँ स्विमिङ गर्ने रे ब्रिजमा अब नानी बाई म गएँ बाई ल चाहिँ डराएको छ अहिले नानु हेलो नानु के गर्नु भएको नानु स्विमिङ गरेर जाँदैछौँ है समुद्रमा साथी र म पानी एकदम नुनिलो छ पानी एकदम नुनिलो छ है ल हामी उता घाम परेको उता कालो आयो है अहिले हामी दुईजना समुद्रमा है पहिलोचोटि फर्स्ट टाइम आधा छुट्टीको नुनिलो पानीमा अलिअलि चिलाएर फेसद्वारा चिलाएर दाजुभाइ टक्क होइन खेल्दा चाहिँ म त हाम्रो सामान पनि छुट्टै थियो सामान ल्याइदिनु ओन्ली सामान ल्याइदिउ हाम्रो सामान पनि ल्याइदिइसक्यो उता दाइहरू भाउजू हुनुभयो हामी दुईजना चाहिँ यहाँ छौँ अहिले लाइभ भने त्यस्तै हो हप्तामा एकचोटि चाहिँ आउनुपर्छ स्विमिङ खेल्नलाई दुवैमा फोटो त कस्तो हुन्छ फोटो राजा देख नानीलाई देख नानीको डुबाइदिएको थालिसक्यो नानीले कस्तो नुनिलो पानीमा पानी लास्ट डुबी गइरहेको छ यहाँ के लाज लाग्ने हो र अब सब खैरियाहरू सब पेन्टी लाएर खेल्छ हामी देख कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी हेरेको नानी बाई नानी ल फोटो चाहिँ खिचिदिनु भएको फोटो चाहिँ ट्याक्कै भिडियो सुट गरे हुन्छ कि उल्टी सुल्टी हान्नु पऱ्यो कि हाम्रो यो पाम झुमेर होइन पाम झुमेर हुन्छ नि फोटो कालो त अहिले हामी तिनजना दाजुभाइ हामी चाहिँ स्विमिङ गरिरहेका छौँ पाम झुमेरमा है बोटिङ गर्ने कि दाइ ल डुबौँ ल 1 2 3 ल डुब्नु ल 1 2 3 धेरै रमाइलो भयो फर्स्ट टाइम फर्स्ट एक्सपिरियन्स समुद्रमा होइन नुनिलो पानी यस्तो छ यहाँ हामी तिनजना दाजुभाइ र भाउजू नानी पछाडि हुनुभयो हामी चाहिँ खेल्दैछौँ फोटोसुट ल ठिक छ बुट छली पनि छेउमा छ हामी बुट छलीको छेउमै हो बुट छली चाहिँ पछाडि देख्नु भयो होला रमाइलो आज छुट्टीको दिनमा चाहिँ आयो 10-15 दिनपछि गाडीको सामान छुट्यो त्यो पनि आयो फाइनली खुसी लाग्यो हाम्रो जुन सामान छुट्यो त्यो पनि आयो है अब चटपट बनाउने पनि कार्यक्रम हुन्छ है उता भाउजूहरू फोटोसुट खेल्नु भयो उता नानी हुनुभयो उता दिदी हुनुभयो उता चाहिँ हाम्रो त्यो उस भइरहेको बोटिङ बडाङ भइरहेको चाहिँ स्विमिङ गरेर निक्ल्यौँ है नुहाएर निक्ल्यो अब खान्छ रोक ल अहिले चाहिँ हामी अहिले चाहिँ हामी निक्ल्यौँ है ल जाडो भएर अहिले चाहिँ हामी निक्ल्यौँ दाजुभाइ टक्क स्विमिङ गरेर पनि गऱ्यो छुट्टी पनि रमाइलो भयो अब चटपट पनि खाइन्छ झ्याप लाएर बसिन्छ है यता हुन्छ सबैजना जाडोले बसिरहन् लाएर नानी यहाँ चाहिँ फोटोसुट भइरहेको अझै पनि फोटोसुट पुगे छैन अब हामी
जाडो भयो नानी नानी हेर भिडियोमा हेर जाडो भयो नानी त देखिएन त्यसै नानीलाई हेर अहिले चाहिँ हाम्रो यहाँ अन्डरवेयर लाउने कार्यक्रम अनि यहाँ चाहिँ हल्का पार्टी छ पार्टी चरी हामी टक्क अब हामी घुमघाम पनि गरी होइन रमाइलो पनि गरी आज छुट्टीको दिनमा सबैजना मिलेर अब अहिले चाहिँ हामी चटपटे खाँदा खाऊँ चटपटे सबै चटपटे बनाएर ट्याकटुक खाना लाखौँ खाने भनेको त 1 घन्टाबाट हो अहिलेसम्म बनाएन नु पछाडि भाइ चटपटे बनाउने मान्छेहरू तर चटपटे बनाउनु भएको छैन अब एकछिनमा अब खाइन्छ चटपटे अब देख्न सक्नुहुन्छ टक्क समुद्र दुबईको यो पहिलो छुट्टीको घुमघाम सबैसँग सँगै अहिले चाहिँ हामी टक्कै ढुङ्गामा बसेर चटपट बनाएर खाँदैछौँ है ढुङ्गामा टी सर्ट तेरो मेरो हुँदैन मेरो ब्ल्याक टी सर्ट तेरो व्हाइट टी सर्ट खोल व्हाइट टी सर्ट है ल अरूले मासु सासु ल्याएर खाऊँ हामी चाहिँ चटपटे टक्क यता सबै बिक्री भइरहेको है सब सर दुबई भोक लाग्यो टक्क अब यहाँ बसेर खाइन्छ अब चटपट बनाएर ट्याप झ्याप ल्याम्मा ल्याम्मा खाइन्छ बेटा अब चटपट है हाम्रो चाहिँ अरूको चिकन खा हाम्रो चाहिँ चटपट उयो निकालिदिने हो यो टाँगेको थियो नआउने नजिकै त हुन्छ ल अब चाहिँ हामी बसौँ ल है अब हामी चटपट खाँदैछौँ यहाँ चटपट बनाउँदैछौँ है अहिले चाहिँ हामी है टक्क बेलुकाको 6-7 बजीतिर चटपटे बनाएर हामी चाहिँ अहिले चटपटे बनाइदिँदैछौँ हाम्रो चटपटे मेकिङ भइरहेको छ हाम्रै चटपटे बनाएर खाँदैछौँ ब्रिजमा टक्क चटपट बनाएर खाँदैछौँ अब नेक्स्ट टाइम चाहिँ बबाल हुन्छ है नेक्स्ट टाइम चाहिँ बबाल हुन्छ है चटपटे मेकिङ भइरहेको छ उतापट्टि फिलिपिन्स टक्क सर लाएर हाम्रो सब उता टेन्ट टाँगेर टक्क है आज चाहिँ छुट्टी भएको भएर आज हामी आगो घुम्न आयो यसो सबैजना मिलेर यता रेडी हुँदैछ भिडियो बनाउनलाई धुम है उतापट्टि पनि भइरहेछ यहाँ चटपटे बनाइरहेको छ यहाँ नेपाली स्टाइलमा चटपटे नानी